Hello guys, welcome to our family's vlog, LR vlog and अनि आज चाहिँ हामीले चाहिँ अलि हिजो चाहिँ हामीले मासु हल्का त्यो सेकुवा टाइपको बनाएर खाथ्यौं भने आज चाहिँ हामीले अलि डिफरेन्ट गरेर खाम भनेर हामी आज फेरि आइसकेका छौं अनि उहाँ चाहिँ मेरो भाइ हो। हेलो। अनि यहाँ चाहिँ मम्मी हुनुहुन्छ पल्टेर हामीले भ्लग हेरिराख्नु भएको छ। अनि अब हेरौँ है त बाबा चाहिँ भित्र हुनुहुन्छ के गर्दै हुन्छ हेरौँ है त। हेलो बाबा। हेलो। आज के बन्दैछ? आज यो चिकनको एकदम डिफरेन्ट स्टाइलमा पाक्छ। पाकिसकेपछि देखाउँला। अब मैले चाहिँ कोरिया बस्दाखेरि यसो फुर्सदिलो टाइममा बनाउने गरेको तरिका हो। टाइम लाग्छ बनाउनमा तर दामी बन्छ। हेर्नु होला, बनाउन चाहने भएपछि, खान ट्राई गर्न चाहने भएपछि हेर्दै गर्नु होला। हाम्रो चाहिँ मासु गइसक्यो। अब बाबाले हाल्दै हुनुहुन्छ मासु। यसमा चाहिँ पहिला मासुमा त राख्नुपर्छ, तेलमा एकदम फ्राई गर्ने। भइसक्यो भने अनि रातो भइसक्यो भने अनि बल्ल अरू मसलाहरू हाल्नुपर्छ। हेर्दै गर्नु। हाम्रो चाहिँ अब यहाँ चाहिँ दाल बनिसकेको मम्मीलाई चाहिँ हामी चाहिँ यो खाने। अनि यहाँ चाहिँ भात पाकिसकेको छ। अनि अब यहाँ मासु पाक्छ। लेट्स आज कस्तो खालको चाहिँ मासु बन्छ भनेर हजुर पनि हेर्दै जानु होला। सो गाइज अब भित्र चाहिँ बन्दैछ। हामी त्यतिसम्म चाहिँ यहाँ तारक मेहताको उल्टा चस्मा हेर्दैछौँ भाइ म भएर। अनि आज चाहिँ अलि तर अलि बन्दै गर्दा चाहिँ हामी यसो टाइम पास तारक मेहता चाहिँ यति हेर्छौँ हामीले। हजुर कोलाई मनपर्छ त्यो नि भनिदिनु होला। अनि हाम्रो चाहिँ यो चाहिँ फर्स्ट हामीले हालिसक्यौँ। यो चाहिँ सेकेन्ड भ्लग हो, लाइक वी आर स्टार्टिङ है। अनि या गाइज किप सपोर्टिङ अस है। हेर्दै जानुला। सानो सानो भ्लग भए पनि सपोर्ट गर्दै जानु होला। अनि उसले चाहिँ गेम ज्यादा नै खेल्छ क्या। अनि ज्यादै खेल्छ त्यही भएर एभ्री टाइम उसले चाहिँ गेम नै भनिरहन्छ। हेरौँ गाइज कतिको के भइरहेछ हेरौँ है त। कतिसम्म सक्यो बनेर लेट्स सी। हामी चाहिँ यस्तो भइसकेको छ। आज चाहिँ बाबाले चाहिँ कोरियन स्टाइल बाबाले कति 10 वर्ष जति एक्सपिरियन्स भएको चाहिँ आज चाहिँ बल्ल घरमा देखाउँदै हुनुहुन्छ आफ्नो एक्सपिरियन्स। टाइम लाग्छ प्रतीक्षा गर्नुपर्छ। एकदम प्रतीक्षा गर्नुपर्छ है। धेरै टाइम लाग्छ। यसलाई चाहिँ एकदम रातो बनाउनु पर्ने रहेछ। अनि आज चाहिँ अलि हिजो अस्ति भन्दा अलि चिसो भइरहेछ। मौसम झन् तातो हुन छोडेर झन् चिसो बढ्दैछ। यो चाहिँ हाम्रो घरबाटको भ्यू चाहिँ एकदम दामी छ। यति खतरा देखिन्छ हाम्रो घरबाटको भ्यू। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। अब भित्र नबन्ने बेलासम्म अब आफूले बनाउनु पनि मिलेन। आज चाहिँ अब बाबाले गराउनु लाग्नु भएको छ। त्यही भएर वी अल आर वेटिङ फर द्याट है। हेरौँ अब के हुन्छ कस्तो हुन्छ हेर्दै जानु होला। सो गाइस हामी चाहिँ उलो खेल्दैछौँ अहिले चाहिँ। सो सुसाङ र म चाहिँ खेल्छ। यहाँ सब्जी हमारे डॉक्टर साहब की जीवन साथी कोमल भानी सब चाहिँ बाँड्छु म। तान्न हामी चाहिँ उता तारक मेहताको उल्टा चस्मा हेर्दै खेल्दै गए। महाराष्ट्र में लोग मराठी बोलते हैं। यहाँ के वड़ा पाव बहुत फेमस है जो मुझे बहुत टेस्टी लगते हैं। गाइस जीते हैं। याहू।
और आलू के पराठे यहाँ बहुत फेमस है। गाइस हाम्रो चाहिँ अब निकाली भ्यायो यो चाहिँ सो गाइस हाम्रो चाहिँ अब सायद बनिसक्यो भन्ने छु क्या अरे अब राखिसक्नुभयो अब बाबाले ल्याउने काम मात्रै छ अब कतिखेर ल्याउनु चाहिँ हेरौँ आइपुग्यो वाउ फाइनली हाम्रो आइसक्यो राम्रोसित त्यसरी नै कर राखेको वा हाम्रो बन्यो भात खाउँला अलि पहिला ल अब हामी खाना खान सुरु गरिसक्यौँ सो गाइस हामी चाहिँ खाना आइसक्यो यहाँ मम्मी चाहिँ तल बसेर खाइराख्नु भयो हामी चाहिँ हामी चाहिँ भित्र डाइनिङ टेबलमा बसेर खान त्यति रुच लाग्दैन परिवार सानो भयो कहिलेकाहीँ यसो भुइँमा बस्छ खान्छन् सुस्त हुन्छ सुस्त भुइँमा बसेर खाने गर्न सुस्त हुन्छ सुस्त कहिलेकाहीँ आउन पाउने आए बेला चाहिँ हामी भित्र बसेर खान्छौँ नत्र हामी चारजना चाहिँ यस्तै हो गाउँले पारा सो गाइज अब चाहिँ हामीले खानसाना खाएर पुरा उ गरिसक्यौँ हात सात उठेर बसिसक्यौँ अनि यहाँ चाहिँ अब भाँडा माझ्दै हुनुहुन्छ मम्मी चाहिँ अनि म चाहिँ अब ग्यास पिसाउँछु अरू काम गर्छु मम्मी चाहिँ जान्छ अनि हामी चाहिँ यति गर्छौँ अनि यति गरेर अब चाहिँ हामी सुत्न जान्छौँ सो हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो प्लिज मन पराइदिनु होला हेरिदिनु होला हाम्रो नि फर्स्ट टाइम म यसरी भिडियो बनाउन लागेको अनि लाइक सब्सक्राइब अनि सपोर्ट गरिदिनु होला यही भन्न चाहन्छौँ अनि दिस इज आवर फर्स्ट ट्राई है त्यही भएर चाहिँ अब भेट्दै जाउँला सो आजलाई यति नै गर्न चाहे बाई